हेलो एभ्रिवान, के छ हजुरहरूको हालखबर? ल, हाम्रो चाहिँ यता हल्लीचल्ली प्रेस सङ्क्रान्तिको हुँदैछ है त। अनि यो चाहिँ मैले हिजोको भिडियो हो। अब आज अपलोड गर्दैछु नि त। लड्डुहरू त अघिल्लो दिनै बनाउनु पर्छ नि त होइन, अघिल्लो दिन बनाएर भोलिपल्ट खाने हो भन्छन् नि त। अनि तिलसिल भुटेर त्यो सक्खरको त्यो पनि बनाएर अनि अब हामी चाहिँ डल्लो बनाउन पनि सुरु गऱ्यौँ है त। सुरुमा त डल्लो भएको थिएन, एकदमै गाह्रो भइरहेको थियो, पछि चाहिँ फेरि डल्लो भयो। अनि जस बनाइयो आमा छोरी भएर त्यसो त्यसो देखिएको चाहिँ हामीले चाहिँ कोकोनटको पाउडर पनि मिसाइदिएको कि मैले हल्का भुटेर मिसाइदिएको थिएँ। मिठो हुँदो रहेछ, खाँदा पनि कस्तो मिठो भएको कि। अनि आधा चाहिँ मैले तिलको मात्रै बनाएँ भने आधी जति चाहिँ मैले कोकोनटको पाउडर पनि मिसाएर तिलसँग बनाएको थिएँ। एकदम राम्रो भएको थियो, ल खाँदा पनि कस्तो मिठो थियो कि टेस्टी थियो। यो आइडिया चाहिँ मेरो बाबाको हो। बाबाले त्यो पनि मिसाना मिठो हुन्छ भन्नुभयो, अनि मैले ट्राई गरेको थिएँ। तर बाइ द वे मैले यो लड्डु बनाउने चाहिँ मैले बनाएको नै चाहिँ मेरो फर्स्ट टाइम हो, तर एकदम राम्रो भएको थियो। अनि भोलिपल्ट उठाएर नुहाइधुवाइ गरेर म चाहिँ आजको लागि चाहिँ मासु बनाएँ, चिकन फ्राई गर्दैछु यहाँनिर मजाले होइन, पिरो पिरो पारेर मस्त चिकन भुटेँ। अनि त्यहाँबाट खिर पनि बनाएँ। यो चाहिँ हाम्रो खिर हो। त्यसपछि छोरी प्राउन तार्दैछ मजाले। यता फेरि अनि सेलरोटी पनि सुरु गर्दैछौँ। सुरु गऱ्यौँ हामीले। बाबा रोटी हाल्ने, छोरी फर्काउने, जोस् धेरैजना भएर त रमाइलो हुँदो रहेछ। यो चाहिँ फेरि सुकुटी हो है। यसलाई पनि मैले मस्त बन्दा प्याजहरू होइन गोलबुडाहरू हालेर मस्त भुटाएँ, एकदम मिठो भएको थियो क्या। वा, एकदम दामी 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 भएको थियो क्या। अनि त्यही हो, मैले चाहिँ यस्तै मोटामोटी खिर बनाएँ, तिलौरा बनाएँ, तिलको लड्डु बनाएँ। अनि तरुल अलुवा भन्छ कि सुठुनी भन्छ त्यो उसिनेँ होइन। अचार बनाएँ अलिकति आलुको। अनि दाल भात बनाएँ। अनि त्यही हो आजको चाहिँ हाम्रो स्पेसल। अनि सेलरोटी पनि थियो। अनि यही हो, ल भगवान्लाई पनि चढाइयो। अब हाम्रो खाने पालो पनि आयो है त। फाइनली त्यही हो, हाम्रो सङ्क्रान्ति चाहिँ यस्तो भयो। अनि हजुरहरूको कस्तो भयो? आई होप सबैजनाले इन्जोय गर्नुभयो होला आफ्नो फ्यामिली आफ्नो साथीभाइसँग है त। ल सबैजना खुसी भएर बस्नु होला बा।